हेर्नु दर्शकबिन हाम्रो कृष्णपुर नगरपालिकाको हजुर यस्तो अपाङ्ग मान्छे किन आउनु भएको बाजे हजुर किन आउनु भएको अङ्कल हजुर किन आउनु भएको यता यस्तो अपाङ्ग मान्छे मल पाइन्छ भनेर यदि यहाँ चुरेला झाडीमा मल पाएन भने कति बजी आउनु भएको हजुर 5 बजे आएर यहाँ बस्नुभयो अब हजुरले मल नपाएपछि हजुरको मन कस्तो होला यस्तो अपाङ्ग मान्छे हाम्रो सरकारले के गर्न खोज्यो एउटा जाबु बजारमा पाउने मल पाइरहेको छैनौँ हामी सरकारले के गरेको छ हामीहरूलाई जनताहरूलाई के गरेको छ दुख बाहेक अरू केही दिएको छैन होइन अब यस्तो बुढो मान्छे हाम्रो बाजे यत्रो 82-83 वर्ष भएको मान्छेलाई किन आपद परेको थियो र एउटा जाबो मलको लागि यस्तो लाइनमा यहाँको भिड कस्तो छ यो मल वितरण गर्नुपर्छ यो भिडको मार्चमा सबैलाई चाहिँ मल हुन्छ सबै लाइनमा छ यसलाई चाहिँ दिनुपर्छ भन्ने मान्यता राखेर चाहिँ हजुर भन्नुहोस् त हजुरको नाम हजुर मेरो नाम रितिका राव नगरपालिका वडा नम्बर 2 बाणी सरस्वती टोल नमस्कार सुन्नु होला हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू यहाँ आज मलको लागि हामी बिहान 5 बजेदेखि यहाँ उपस्थित पचास कट्टा मलाई लाग्यो यहाँ मान्छेको यत्रो कतिजनालाई पुगाउन सकिन्छ हामी सोझा साझा किसानहरूले मल पाउने कि नपाउने यसमा कसको गल्ती सरकारको या स्थानीय सरकारको भनिदिनु पर्यो प्लिज।